नमस्कार सबैजनालाई नमस्कार। हामी चाहिँ अहिले यतिखेर रिमा सेवा समाज सब परिवार दिउँसोको घाम ताप्न यहाँ बाबा आमाहरू सबैजना घाम तापेर आनन्दसँग बस्नुभएको छ। हामी बिहान उता खाना खाइसके पछाडि हजुरहरूलाई थाहा नै छ रिमा सेवा समाजको जुन अहिले बसिरहेको ठाउँ यो भवन चाहिँ अति नै चिसो छ। त्यसले गर्दाखेरि यो पुष माघमा धन्न भगवानले हात थाप्नु भएको छ, घाम लागेको छ र घाममा ल्याएर सबै बुवाआमाहरूलाई यसरी राख्न आनन्दसँगले आएका छौँ। तातो हुन पाइएको छ होइन कालेबा? र सबैजनाले हाम्रा यहाँ हुनुहुने बुवाआमाहरूलाई धेरैभन्दा धेरै माया पनि गर्नुभएको छ र यो माया यो तपाईँहरूले रिमा सेवा समाज परिवारलाई दिनुभएको यो खालको एउटा साथ सपोर्ट साँच्चै अतुलनीय छ। सबैले हाम्रो युट्युब च्यानलमा पनि अहिले धेरैभन्दा धेरैले हाम्रो हेरिरहनु भएको पनि छ भिडियोहरू र कतिले सब्सक्राइब पनि गरिरहनु भएको छ। एकदम स्टार्ट यो पहिलो फेसमा छ हाम्रो यो युट्युब च्यानल। सबैजनाले चाहिँ हाम्रो युट्युब च्यानललाई हेरेर माया गरिदिनु होला। धेरैले मलाई रिक्वेस्ट पनि गर्नुभयो तपाईँले आफ्नै युट्युब च्यानलमा थोरै थोरै भए पनि भिडियोहरू राख्दै गर्नुहोस् है बुवा आमाहरूको दैनिकी भन्नुभएको थियो। र यहाँ हेर्नुहोस् न, यहाँ हाम्रो डल्ली आमा उहाँको चाहिँ कानमा यहाँ हेर्नु न, नजिक यहाँ कानमा हेर्नु यस्तो यति राम्री आमा छिन् हाम्री भगवान् जस्तै आमा। कानमा यहाँ कुण्डल लाउनुहुन्छ। ठिक छ ठिक छ, गुड छ, ठिक छ। अनि यो चाहिँ किन लाउनु भएको नि? यहाँ हेर्नुहोस् न, यो नलाइ उहाँलाई हुन्न, आफ्नो स्वभाव छ एउटा, यो यत्रो लाउनुपर्छ। यो ठिक छ ठिक छ, मनपर्छ, यस्तो छ। र नमस्कार भन्नुभयो। हाम्रो यहाँ कालेबा हुनुहुन्छ। कालेबा नमस्कार, के छ? ठिक छ ठिक छ, सब ठिक छ। अनि यो उता फेरि रुन्ची आमा, पूजा दिदी, पूजा दिदी के छ? ल जापानिज भाषामा अलिकति केही कुराहरू गरिदिनुहोस् न त। के छ? यहाँ घाम लागिरहेछ, घाम तापिरहेको छौँ टक्क होइन। ल भन्नुहोस् त एकचोटि नमस्कार गरेर सबैजनालाई। कहिले लिन आउनुहुन्छ श्रीमान? खोइ श्रीमान लिन आउनुहुन्छ भन्नुहुन्छ बिचरा पूजा दिदीलाई आशा। श्रीमान आएर पनि पछि फोन त गर्नु भएको छैन, को लिन आउनु? अब कोही नै आउनुहुन्न। आनन्दसँग बस्ने होइन, खाने आनन्दसँग फ्रेस भएर बस्ने है। ठिक छ नि सबै? एकचोटि जापानिज ल्याङ्ग्वेजमा भनिदिनुहोस् न त। सब ठिक छ, आराम छु।